आज चाहिँ नेक्स्ट डे हामीलाई चाहिँ दिउँसो अल्छी लागेर घरमा बस्दा बस्दा हामी बाहिर निस्किरहेको छ घाममा हिँड्नु त होइन तर कहाँ हिँडेको थाहै छैन। यहाँनिर खोला छ अरे खोला छ भनेर आएको खोलै देखिँदैन। ए खोला देखेछस्? नेक्स्ट डे है यो चाहिँ नेक्स्ट डे यो ठाउँको नाम चाहिँ घोपा डाँडा अरे। ए डाँडा घोपा खै त्यस्तो केही उयो नै छैन। यहाँ चाहिँ पुरै तामाङ बस्ती रहेछ क्या यतातिर चाहिँ सब तामाङ मात्रै छ। घाम फेरि के लागेको थालुमा नि चाहिँ बाख्राको घर पनि कस्तो दामी बनाएर रहेछ। स्नो बनाएर उयो चाहिँ कति राम्रो रहेछ नि ब्ल्याक एन्ड व्हाइट कलरको 4वटा रहेछ। ए भगवान् के हो यो? जाउँ ए ममा यो चाहिँ खत्रै इन्जिनियरले बनाएको हुनुपर्छ है घर। यो घरको मान्छे चाहिँ पक्कै आफै इन्जिनियर। पुरै पहाडमै गएको जस्तो फिल भइरहेछ। तिमीहरूलाई कस्तो लागिरहेछ? कि मैले माथिबाट देखाएको थिएँ नि त्यो घर चाहिँ यस्तो बनाएको रहेछ क्या कस्तो। अनि तर पिलर त कस्तो पातलो खालको लागेको छ। अनि रुखको बोक्रा हो के लागेको यो? खोलाको पानी हेर्नु कोही पानी नै छैन खोलामा। के हो यस्तो नि हुँदो रहेछ संसारमा। आमा टिङ टाङ टिङ टाङ टिङ टाङ टिङ टाङ टिङ टाङ। हान्नु त हान्दैन नि। गयो सबैजना चढ्नु। यो गोरे पनि पो गइरहेछ त पछि टिङ टाङ टिङ टाङ टिङ टाङ। बस्दा चढ्नु गयो। 1 million zillion jillion dillion cotillion times later. फाइनली हामी चाहिँ ओस्टो पार्क आइसकेको छौँ। गर्मीले हालत मान्छे घुमेर निस्क्यौँ यताबाट। हामी चाहिँ फर्केको अब हामी चाहिँ ओस्टियोलाई बाई बाई भन्दै घरतिर लाग्यौँ। कतिचोटि आइस त ओस्टी यहाँ? तीनचोटि। आर्यन कतिचोटि आएको यहाँ? के त 4चोटि 3चोटि? जय बोले भने जय बोले भन्दै
ठाउँबाट आइसक्यो फेरि घाम चाहिँ मेलामा उता चाहिँ सुकुटी लाइन है सुकुटी लाइन सुकुटी नै सुकुटी बजार लाइन रहेछ यता चाहिँ सब्जी मन्डी आसी चाहिँ यहाँ हेर्न मैले भ्लग गर्दा गर्दै मेरो हातमै गर्थ्यो ओए भाइ यहाँ हेर त औँठी लगाइदियो चराले भ्लग गर्दा गर्दै औँठी लगाइदियो किन हो भन्ने कुरो दिवा दिदी खाजा खानु गएको छु यता त थाहा छैन खाजा चाहिँ आइसक्यो तर मेरो आएन खाजा मेरो आएन मेरो पनि आयो खाजा सब चिकनहरू 1 million zillion jillion dillion cotillion times later. हामी चाहिँ अब घर फर्केको कहाँ भएको ओ यहाँ ऊ हक्नु बसिरहेको छ आएको अरे उहाँ हक्नु बसिरहेको छ अब भ्लगमा आउनुभन्दा नआउने अरे अनि अब यति नगरी त ल बाई बाई राम्ररी बस्नु शुभ यात्रा हरेको ओ बाई गर रु न एकचोटि भर्खर अटो चढेर कहाँ जाँदैछौँ हामी संस्कृति पार्टीहरू कति लाखको उयो बोकेको छ देखा न झोलामा आऊ झोलामा कति लाखको खै झोला देखा न कति लाखको छ यहाँ मैले 2 करोडको किनेको नि लान्छु त अनि खाने भने संस्कृतिको प्रोग्राम हुनु आँटेको रहेछ कोही छैन त गाडीमा त आरामै छु Oh my God! Wow! गइहाल्छ भनेर हतार गरेँ कि यसले ल यो गाडी गइहालेन र यो खैरेले यो जुरेलीले टाइम हेर्छ हामीले रिजर्भ गरेको गाडी है छैन कोही पनि अरू त्यस्तो ड्राइभर अङ्कलको हेयर कट चाहिँ हो मान्नै पर्छ बाघ कट छ नि हौ बाघ कट कानमा छ मुन्द्रा त्यस्तै बाफ्रे कपाल छ त्यस्तै हामी चाहिँ लाग्यौँ फुल रिजर्भ है 10 करोडको गाडी चाहिएको छ बल्ल 10 करोडको गाडीमा चढेर एकदम मजा मलाई लागिरहेछ के भन्नु हाम्रो 10 करोडको गाडीमा सबैजनालाई वेलकम छ है अब्बर मिस गर्छ तरला यो ठाउँ चाहिँ म आन्टीले हेर्दै हुनुहुन्छ भने मैले एकदम धेरै मिस गरिरहेको छु यो ठाउँलाई कहिले आउनुहुन्छ छिटो आउनु 2-3 दिन सुतेर उठेर चाहिँ सुतिस एकचोटि नै सुतेको एकचोटि सुतेर चाहिँ उठिसकेँ रिजर्भको गाडी चाहिँ बल्ल भनिँदैछ म चाहिँ के हेरेको त्यसको आकाशको प्राइस अब्बाको हाम्रो 10 करोडको उयो
आइपुग्यो मैले अङ्कललाई साग मगाएको थिएँ अङ्कलले किन्नु भयो कि भयो प्लास्टिक माग्दिन अनि केमा हाल्नु ए भगवान मान्छे टु बौला बौला मान्छे गाडीमा सुतेर भ्लग त कहाँ गराएको नि थाहा पाएन यसले हामीलाई कति छिटो थियो डलु आइज 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 छिटो आइज आमा के छ हौ खबर ए लुगा जम्मै फोहोर बनाइदिए ल आमा पाकु ओए पाकु आइज छिटो छिटो आइज पाकु आमा आमा आइज 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 ए हो आमा 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 यिनीहरूले त उग्रै गरे त ए ए ए ए छिटो के साह्रो एक्साइटेड हौ अन्त के छ हौ पाकुको खबर ठिक छ सानै बेग्लै छ हौ फेरि यसको यहाँ न माथि हो हामी चाहिँ मरेर घर आइपुग्यो मरेर भगवान एउटा गन्धे बुढा थियो कि छेउमा गाडीमा यस्तो ऱ्याङ हानेको होइन चोर बुढा